नमस्ते साथीहरू, जसको पनि अनुहारमा चाया पोतो दाग धब्बा छ भने चाहिँ यो भिडियो यस्तो धेरै राम्रो हुनेवाला छ। मैले पनि यो सेकेन्ड टाइम युज गरेको, अत्याधिकै मन पर्यो। सो हजुरहरूसँग मैले सेयर गर्दैछु। मैले चाहिँ यहाँ खानी जुन भेली हुन्छ नि हाम्रो गुड, त्यसलाई मैले अलिकति आफूलाई जति चाहिन्छ आफ्नो फेस अनुसारले हजुरले चाहिँ काटेर लिन सक्नुहुन्छ। त्यस्तै गरी त्यसमा आधी जति कागती निचरेर त्यसलाई चाहिँ मेल्ट हुनको लागि राखिदिने, अनि त्यसमा 1 चम्चा बेसन राख्ने, मजासँगले घोल्ने। यो चाहिँ बाक्लो भन्दा पनि हल्का पातलो ठिक्कको बनाउनको लागि चाहिँ त्यसमा मैले थोरै काँचो दुध राखेँ। काँचो दुध पनि हाम्रो फेसको लागि क्लिन्जरको यस्तो राम्रो काम गर्छ, ओभरअल फेसको लागि एकदमै धेरै राम्रो काम गर्छ। अब मजासँगले थोरै थोरै हातमा लिएर मैले जसरी हजुरहरूले मसाज गर्दै गर्दै लगाउने, मजासँगले एकछिन 2 मिनेटसम्म मसाज गर्ने। बेसनको पिठो राखेको भएर चाहिँ यो हल्का खस्रो खस्रो हुन्छ, जसले स्क्रबको काम पनि गर्छ। अनि स्क्रब गर्दै 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 हजुरले चाहिँ एकछिनसम्म 2-3 मिनेटसम्म मसाज गर्नु, धेरै बेर पर्दैन। त्यसपछि मजाले बाक्लो लेयरमा यसलाई लगाएर छोडिदिनु। छोडिसकेपछि यो कक्रक्क हुने गरी चाहिँ सुक्दैन। सुरुमा हल्का पग्ले जस्तो हुन्छ, हाम्रो यो बडीको टेम्परेचरले चाहिँ हल्का पग्ले जस्तो हुन्छ, त्यसपछि सेट हुन्छ। अनि सर्लक्कसँगले यसले चाहिँ हाम्रो स्किनलाई चाहिँ पातलो स्किन जसको छ भने यसले बाक्लो पनि के मतलब के अलिकति त्यो पातलो स्किन हुनेलाई पनि धेरै नै राम्रो गरे जस्तो मलाई फिल भयो। किनकि मेरो एकदमै झिल्ली के यस्तो पातलो झिल्ली छ मेरो यो छालाको, यस्तो छ। अनि यो सुकिसके पछाडि 15-20 मिनट राखेर हजुरको सुकिसक्छ नि, अनि थोरै काँचो दुधलाई हजुरले पहिल्यै छुट्याएर राख्नु। अनि त्यस पछाडि त्यसलाई मजाले फेस भिजाउनु। भिजाएपछि लिफ्टिङ गर्दै के माथिपट्टि हजुरले यसरी चम्चीको सहाराले मजाले निकाल्नु। हेर्न सक्नुहुन्छ मेरो चाहिँ एकदमै चाया पोतो यति धेरै कम्ती भयो। अहिले त अचम्म ड्रास्टिक रूपमा एकदमै चेन्ज भयो। ड्रास्टिक पनि के भन्नु, 6-8 महिनाबाट मैले घरेलु उपाय नै गरिरहेको छु। आलस त मेरो अब मेन इन्ग्रिडियन्ट भइहाल्यो, तर यो गुड पनि एकदमै राम्रो रहेछ। मैले पनि यस्तै गरी भिडियो देखेर हेरेर अनि आफूलाई मन परेपछि आफ्नै फेसमा चाहिँ मैले अप्लाई गरेर हजुरहरूलाई चाहिँ भिडियो लिएर आएको छु। एकदमै धेरै राम्रो। जसले पनि युज गर्नुभएको छ भने फिडब्याक कमेन्ट छोड्नु होला। हेर्न सक्नुहुन्छ यसरी मजासँगले निकाल्ने। अनि निकालिसके पछाडि चिसो पानीले छपछप धुने, अनि एउटा मोइस्चराइजर लाउने, अनि सुत्ने बेलुकामा चाहिँ है। यस्तो धेरै राम्रो, यो चाहिँ एकदमै धेरै राम्रो। हेर्न सक्नुहुन्छ मेरो चाहिँ अहिले फेसमा चाहिँ खासै त्यस्तो दाग धब्बा भनेर के पनि छैन है। अलिअलि छ, यो गालामा अलिअलि छ। यो टिकटकको फिल्टरमा चाहिँ अझै धेरै नदेखिने रहेछ, क्यामेरैबाट बनाएको भए चाहिँ अलि देखिन्थ्यो। यस्तो विधि त छैन, तर जे होस् दाग कम्ती नै छ। यहाँ